सबैजनामा मेरो नमस्कार। सबैलाई चाहिँ डिबी पढ्नुभएको सम्पूर्ण साथीहरूलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। तपाईहरूको अमेरिका जाने भाग्य बलियो होस्, जान पाउनुहोस् भन्ने अपेक्षा राख्दछु। भर्खरै 2026 को डिबी रिजल्ट प्रकाशित भइसकेको छ। सबैले आफ्नो रिजल्ट चेक गरिसक्नुभयो होला। अब डिबी पर्यो, मलाई के प्रोसेस गर्नुपर्छ भनेर अलमल्ल कन्फ्युज हुनुभएको होला। आत्तिनु पर्दैन। डिबी रिजल्टमा केस नम्बरको आधारमा इन्टरभ्यू तय हुन्छ। केस नम्बर भनेको तपाईको मानौ 1 देखि तपाईको 9000, 10000, 14000 जति पनि केस नम्बर भन्दा तोकिएको हुन्छ। जस्तो कसैको 501 अथवा कसैको 5, कसैको 15, कसैको 9402 यस्तै टाइपको केस नम्बर हुन्छ। त्यो तपाईको डिबीको फर्स्ट लेटरको आएको जुन पेज हुन्छ त्यसको लास्टमा लेखिएको हुन्छ केस नम्बर भनेर। त्यहीको आधारमा तपाईको चाहिँ इन्टरभ्यूको तय हुन्छ। त्यसकारणले इन्टरभ्यू तय हुन्छ। त्यसैले तपाईहरुको 2026 को चाहिँ यो 2026 को अक्टोबरदेखि मात्र इन्टरभ्यू तय हुन्छ। त्यसैलाई मध्यनजर राखेर पासपोर्ट, जन्म दर्ता, बिहा दर्ता, एजुकेसनल सर्टिफिकेट जस्ता कुराहरू रेडी गरेर राख्नुपर्ने हुन्छ। अब डकुमेन्ट रेडी भयो, DS-60 कहिले भर्ने भन्ने जिज्ञासा हुन सक्छ। मेरो आफ्नो अनुभवमा DS-60 यदि केस नम्बर 1 देखि 3000 सम्मको छ भने पासपोर्ट विभाग त्रिपुरेश्वरमा गएर बनाउनुहोस्। तर तपाईहरुको इन्टरभ्यूको अक्टोबरबाट मात्र सुरु हुने हुनाले पासपोर्ट आफ्नो जिल्लाबाट 5000 खर्च गरी बनाउन सुझाव दिन्छु। किनभने अहिले जिल्लामा पनि पासपोर्ट 15-20 दिनमा अथवा बढीमा 1 महिनामा पासपोर्ट आइपुग्छ। जसमा तपाईले 5000 मा हुने काम किन 15000 रुपैयाँ तपाईको जाने आउने भाडा खर्च गर्नु पर्यो, फ्यामिली सहित जानु पर्यो। त्यही भएर हुनाले हामी चाहिँ एकदम लो इकोनोमी भएको एउटा चाहिँ नागरिक भएको कारणले गर्दाखेरि मैले यसरी हतारेर महँगोमा पासपोर्टहरू बनाएर नगर्नु भन्न सुझाव दिन्छु। अनि कतिपय ठाउँमा DS-60 फर्म भर्ने ठाउँहरूमा पर व्यक्ति पर पर्सन जुन एप्लिकेन्ट हुनुहुन्छ जसलाई डिबी परेको उहाँलाई उसको चाहिँ 5000 अथवा 6000 7000 सम्म लिने, बाँकी जति मेम्बरशिप हुनुहुन्छ उहाँको 3000 अथवा 2000 प्लस गर्दै अत्यन्तै महँगो DS-60 फर्म चार्जहरू लिने गर्नुभएको छ। हुन त उहाँहरूको बाध्यता पनि हो, महँगी छ। अब भाडा तिरेर ठुलो उसमा घरहरू चाहिँ भाडामा रेन्टमा लिएर गर्नुभएको हुन्छ। व्यापार बिजनेसले गर्दाखेरि पनि उहाँले बाध्यताले लिएको हुन सक्छ। तर त्यो भन्दैमा हामी एउटा आर्थिक स्थिति कमजोर भएको व्यक्तिहरूलाई फाइनान्शियल अलिकति हामीलाई प्रब्लमै हुन्छ। त्यसकारणले गर्दाखेरि सकेसम्म DS-60 फर्म चाहिँ तपाईँ आफैले पनि भर्न सकिन्छ। यदि इङ्ग्लिसमा तपाईँ चाहिँ राम्रो नलेज छ भने इङ्ग्लिस ल्याङ्ग्वेजमा, छैन भने चाहिँ तपाईले एउटा कुनै विज्ञ इङ्ग्लिस जानेको मान्छेलाई ल्याएर मजाले आफूले ल्यापटपमा कम्प्युटरमा मजाले भर्न सक्नुहुन्छ। अहिले चाहिँ यो DS-60 फर्म भर्ने बेलामा तपाईको सुरुमै आफ्ना डकुमेन्टहरू सबमिट गर्न पर्दैन। जस्ट यसमा डिटेल्स मात्र राख्ने हो। त्यही भए हुनाले तपाईले चाहिँ अब आफूले मजासँग आरामले भर्दा नि हुन्छ। जस्तो जिल्लाबाट तपाईले अब DS-60 फर्म भर्नको लागि चाहिँ पासपोर्ट एप्लाई गर्नुभयो, 1 महिनामा आयो भने पनि 1.5 महिनामा तपाईले कमसेकम DS-60 फर्म भर्नुभयो भने तपाईलाई त्यस्तो अप्ठ्यारो हुँदैन। किनभने अझै टाइम छ। मे, जुन, जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर अझै 5 महिना त छ नि तपाईको। ल 4 महिना भए तापनि त्यतिसम्म त आउँछ तपाईको केस नम्बरकै उसमा आउँछ तपाईको केस नम्बरकै आधारमा आउने हो फेरि इन्टरभ्यू डेट पनि। त्यसकारणले गर्दाखेरि म नहतारिनुस् भन्दै यो भिडियोबाट म बिदा हुन चाहन्छु। हस्, धन्यवाद।